Hey guys, what's up? Welcome back to my new vlog. Good morning and नमस्कार. आज चाहिँ 9 बजे ल म 9 बजे चाहिँ घरबाट टक्क निक्लिसक्यो. सो आज चाहिँ मेरो ड्युटी लागेको छ के ड्युटी. सो टक्क अनि आजको भ्लग चाहिँ हामी जानेवाला छौँ मौसम अहिले तयार हुँदैछ. त्यतैतिर गएर कस्तो तयार हुँदै रहेछ त्यो आज देखाउनेवाला छु. ल भ्लग चाहिँ अन्तसम्म हेरौँ. सो अब त्यहीँ परै पुगेर भेटौँ है त. गुरुबान यहाँ चाहिँ हाम्रो मौसममा कस्तो के तयारी हुँदैछ त्यो चाहिँ हामी टक्क यसो हेर्न आउँदैछ र तपाईहरुलाई देखाउँदैछ. लगभग 80% काम चाहिँ सकिसक्यो रहेछ. यस्तो बवाल यो चाहिँ मरिनमा भन्दा चाहिँ मस्तै लाग्यो मलाई. सो अब पहिला प्रथम त हामी यता आउन है भाइ अमर. सो पहिलो प्रथम त हामी यता छिर्छौँ. यहाँनिर जुन सामानहरू राख्ने यताउता सामानहरू दुनियाँ दिवाना छ नि त. फेरि यो सिट चाहिँ मेरै लागि ल्यायो हो. यो सिट चाहिँ डिजाइन त ल्या यता त लुगै ल्याएर हिँड्छ यतापट्टि त. सो जस तयारी हुँदैछ यहाँनिर आउन सक्नुहुन्छ. हाम्रा उत्कृष्ट हाम्रा गायककारहरू कलाकारहरू आउँदैछन्. अहिले म नाम चाहिँ बताउँदिनँ. तपाईँहरू फेरि यस्ता मलाई गायककार आउँदाखेरि आउँछु भन्दा धेरै राम्रा चर्चित पाएका फ्यान फलोइङ धेरै भएको चाहिँ आउँदै हुनुहुन्छ गायककारहरू पनि. एक राउन्ड हानेपछि खेलकुदको सामानहरू पनि के छ त्यो पनि आज यही भिडियोको मार्फतबाट रिभिल गर्छु. र तपाईँलाई मानौ केही चिज खेल्न त्यही चिज खेल्छु भनेर आउँदाखेरि त्यो चिज पाएन भने तपाईँ मन खिन्न हुनसक्छ. त्यो हुनाले के चिज यहाँनिर खेलकुदको लागि राखेको छ त्यो कुरो पनि म रिभिल गर्दैछु. र यहाँ चाहिँ यस्तो बनाएको छ. मलाई लाग्छ यो पालि यो ओपन राखिदिएर डाइरेक्ट यहाँबाट जाने ठाउँ बनाउँछ कि जस्तो लाग्यो है. हेर त यो भयो भने त झन्डै इजी हुन्छ त. होइन के थाहा मलाई बाँच्दै नि भेला भने बाँध्न थाले हा ऊ यसरी टक टक बारेपछि त सक्क त यार. यतिर जो मान्छेले होटल सोटल राख्न पनि स्टार्ट गरे जस्तो लाग्यो मलाई. लगभग स्टेजको पनि तयार हुँदै रहेछ आज. मलाई एकदम खुसी लाग्यो किनभने मलाई त्यो स्टेजको चाहिँ केही रिभिल तपाईँहरूलाई गर्न सकिँदैन कि भन्ने मलाई हल्का डाउट लागेको थियो. तर त्यो डाउट चाहिँ मलाई भएन. सो स्टेजको पनि तयार हुँदै रहेछ. त्यो स्टेटको मान्छे चाहिँ त्यो अस्ति उमा मरिनमै आएको छ. त्यति नयाँ नौलो परिचय दिइराख्नु चाहिँ पर्दैन मैले. सो यो पालिको डेकोरेसन पनि स्वाई लागेको छ कि स्वाई लागेको छ. किनभने अब फर्स्ट टाइम हो नि त यसरी मौसम सुरु हुनुभन्दा अगाडि नै आएर यसो हेरेको. त्यो हुनाले चाहिँ यस्तो अनि ल स्टेज चाहिँ हाम्रो ड्याङ त्यहाँ बन्दैछ. हामी बिस्तारै बिस्तारै त्यहाँ पनि पुगिन्छ. यतातिर चाहिँ फेरि ग्यास चुलोको माल सामानहरू टक्क बाहिरबाट आउने मान्छेहरूको चाहिँ यहाँनिर पसल राख्नु पनि सुरु भइसक्यो. तर खाने चाहिँ सुरु भएको छैन होला योपालि. त्यही हो अब एकैछिनमा हामी पुग्छौँ. तर डेकोरेसन चाहिँ राम्रो गर्न खोज्यो यार केटाहरूले. युनिकी गर्छ कि क्या देखाउँछ कि क्या योपालि. सो फ्यामिली जे मस्त डेकोरेसनको काम चल्दैछ. यो चाहिँ मैले नि दिएको हो गिफ्टमा केटाहरूलाई सबले. मैले दिएको कुराहरू रहेछ त्यति युनिक रहन्छ एउटा सब. मैले ए साला हामीले अहिलेसम्म देखाएको छ स्टेज बनाएको छैन नि त भाइ. हेरौँ न एकछिन. हेर यस्तो लौरोहरू जोडेर बनाएको छ टक्क. हेर ल यस्तो मस्त काम हुँदैछ. अब ल धेरै समय पनि पाइन्छ एकदम 2 दिनपछि स्टार्ट चाहिँ भइहाल्छ. सो तपाईँहरू पनि आउन सक्नुहुन्छ. सिन्धुलीको नजिकै हुनुहुन्छ भने त आउनुहोस्. मरिन साहान धमिले छाप उता जहाँबाट भए पनि आउन सक्नुहुन्छ. सो अब सिधै लाग्दिउँ खेलकुदकोतिर. हामी चाहिँ यहाँनिर टक्क आइसक्यो. झुलामा चाहिँ नर्मली यो र यो रहेछ. नाम चाहिँ मलाई थाहा भएन त्यो ब्रेक डान्स हो कि के. तर मेरो लागि बेस्ट घुम्ने ठाउँ त यही हो है. मेरो लागि यही हो. हेर यसरी हो. नघुम्दो पो रहेछ त अहिले त. ए ब्रेक यहाँबाट लाग्दो रहेछ नि त यसरी. हेर यो ब्रेक लगाएपछि चाहिँ नघुम्ने. अनि जस त्यस्तो खतरा छ. जे होस् म यहाँ खेल्छु कि दोस्रोचोटि 2चोटि हुन्छ भाइ यहाँ चढेको. अस्ति मेरो साथ त गयो. अब म यसको साथ त लान्छु कि केटा. त्यस्तो खेलिदिन्छु त्यस्तो खेलिदिन्छु. यो हुन्छ हामी हुन्छ यो हुन्छ योपालि मेरो साथै उड्ने. ए तिम्रो साथ त उडिहाल्छ नि भाइ. तर म त फेरि यो हो नि त भाइ. कहिले डराउँदा इगल हो नि त यो. के अरे इगल हो कि के हो यो. ए वाट द फक पुरै हल्लिरहेको यार यो त. कचा फेरि राम्रोसँग नबने हुनु रे. ग्राममा धर्नु रे होइन. सो यहाँ चाहिँ टिकट काट्ने ठाउँ यो चाहिँ टक्क यहाँनिर राम्री बस्छन् क्या यहाँनिर. फेरि टक्क टिकट काट्ने. तर अहिलेसम्म भन्दा यस्तो टिकट काट्ने ठाउँमा लड्का बसेको देखाएको छ. तर कहिले कमै मात्रै बस्छ नि त यस्तो टिकट. हामी 5 जना आथ्यो हैन. हामी 3 जना टिकट काट्यो. 2 जना फ्रीमा चढाए मैले. यस्तो हो नि. यहाँ लड्की मात्रै बस्छ क्या. राम्री मात्रै है कि ना है भैया. ये फिनिशिंग हो चुका है ये दूंगा. एउटा आयो भाइ. यसको नाम चाहिँ के भन्छ यसलाई.
नाउ नाउँमा चाहिँ हुन्छ अरू के छैन अर्कोले झुला 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 झुलो होइन, पर के बापकोमा धुलो सो फ्यामिली ल अब यहाँ चाहिँ त्यस्तो अब काम चल्दैछ मौसममा पनि मेरो डेली हरेक डेली भ्लग आइहाल्छ तपाईँलाई केही टेन्सन छैन डेली भ्लग आउँछ मौसमको पनि 9-10 दिन म पनि भन्छु अब डेली नभए पनि कहिलेकाहीँ चाहिँ यो पनि हुन्छ तर दिनकै चाहिँ म एक्लै जस्तो हुन्छ तर त्यो रमाइलो हुन्छ होइन किनभने अहिले त कालो आउँछ कि हामी कालो हेर त देख्दै आउँछ, हामी आउँछौँ यहाँनिर मस्तले अनि हेर्न सक्छु बवाल छ सो फ्यामिली ल अब निक्लिन्छौँ हामी चाहिँ यहाँबाट अब एकैछिनमा भेट्नुपर्छ सो